भने सबै अन्त त सानो ठुलो वरिष्ठ बाजे घटाहरू साइडमा सबै जिरो पारौँ है दाइ च्याट्ट राम्रोसँग डेभलप दाजु कति वर्ष भयो दाइ तपाईँ यो कपाल काट्दै बस्नु होला है खासमा लगभग भयो सुरुवातको दिनदेखि कुरा गरौँ त अलिकति 48 सालदेखि 40 सालदेखि अहिले कति वर्ष भयो? 48 सालमा भनेपछि म 9मा थिएँ 9मा पढ्दै थिएँ त्यहाँदेखि बुवादेखि अनि सिकेकै गएर 10मा 49 सालमा एसएलसी दियो त्यस्तै हो। अरू पेसा भन्दा यो पेसा कस्तो दाइ यो खासमा यसमा जोखिम कतिको छ के छ यसमा खतरा के छ जोखिम हुन्छ नि कोही काम काट्ने मान्छे हल्लियो भने काम काट्ने कता टाँसिने अब मरेको कुखुरा काट्ने र मान्छे काट्नेमा फरक पर्छ मरेको कुखुरालाई भेट्ल्याउनु र जिउँदो मान्छेलाई भेट्ल्याउनु कति गाह्रो हुन्छ यो कपाल काट्दै गर्दा कहिलेकाहीँ यस्तो हुन्छ नि अलिकति खतरा आफूलाई होइन त्यस्तो भएको छ कि छैन तपाईँलाई यस्तो एउटा हुन्छ नि गर्दै जाँदा एउटा एकदमै अथवा हाँस उठ्दो अथवा एउटा हुन्छ नि अनौठो घटना घट्यो कहिले अनौठो घटना कस्तो हुन्छ नि कोही दिन मान्छे कपाल काट्दै गर्दा गाडी काट्दै गर्दा अरू काम गर्दै गर्दा मान्छे बेहोस हुने के हुन्छ कहिले ऐना हेर्दा आफै मान्छे बेहोस हुन्छ कि बेहोस हुँदा आउँछ थाहा पाएन र अनुहारमा पसिना के आउँछ अनि आँखा धमिलो पार्छ टाउको पोइट आउँछ त्यस्तो पनि हुन्छ त्यही त मान्छे कमजोर भएको बेलामा यो सिसा हाल्नु हुँदैन घरि कपाल त जम्मै खोलेको पो छ मेरो कपाल सबै खोल्नु नि एउटा त फुल्छ कन्ने काटाहरू त फुल्छ नि के लाउनु त बेसार जस्तो बोका कलर है भने बोका कलर मेरो त कतारमा पनि काट्नु भएन निकै वर्ष साउदीमा कति वर्ष काट्यो त कपाल यो अरबीहरूको पनि काट्ने कि नेपाली मात्रैको कस्तो अरबी जमेको नि जमेको है जमेको अरबीले पनि यस्तै हाम्रो जस्तो काट्छ कपाल अरबीले अलिक दारी चाहिँ अलिक अप्ठ्यारो हुन्छ बाँकी त कपाल हाम्रो जस्तै काट्छ नि त यस्तै हो हो दारी चाहिँ अप्ठ्यारो हो तिनीहरूलाई देखिँदैन होइन प्रायः जस्तो अब के गर्छ दारी चाहिँ अप्ठ्यारो कि कपाल त साधारण हो कपाल लामो नै पार्छ है कपाल लामो मेसिनमा सट्याउनु त्यस्तै उस्तो सबै कपडा लगाएर सबैको चाहिँ देखिँदैन देखिँदैन केटाहरूले चाहिँ यसो स्टाइल आफ्नो बुढाहरूले त सबै एक नम्बर मेसिन लगाएर टोपी लगाएर कपडाहरू छोपेर टोपी के गर्नु अब काट्नुपर्छ दाजु तिमी त्यसो भन्छ राम्रै छ त होइन यसबाट सन्तुष्टै हो नि यो खासमा ठुलै व्यापार हो नि यो एकदम राम्रो सन्तुष्ट हुन्छ यो जानु पर्दैन आफ्नो घर आफ्नो कोठा आफ्नो हुँदाखेरि सन्तुष्ट चाहिँ के असुविधा के छ भने बाहिर हिँडुल गर्न पाइँदैन तर अफिस टाइममै जस्तो गर्दा चाहिँ के हुन्छ तपाईँले जस्तो अब 8 घन्टा गर्ने अनि यसलाई बन्द गर्ने अनि जेसुकै होस् त नहेर्ने क्या आँखा चिम्लिने बुझ्नुभयो नि त्यो तपाईँले 8 घन्टा चाहिँ गर्नु पऱ्यो यसलाई अलिकति 10 घन्टा बनाउन सकियो होइन त्यसो गरेर त्यहाँदेखि छ्यापै बन्द गरेर एक दिन हप्तामा छुट्टी मान्ने एउटा तरिका मैले भन्न खोजेको होइन हप्तामा एक दिन त मङ्गलबार छुट्टी नै छ कि मङ्गलबार प्रायः जस्तो बन्द गर्छन् हाम्रो दुधमा प्रायः अहिले
अब अरूलाई हेर्ने होइन आफूले आफ्नो लागि भनेर नि एउटा त्यो चाहिँ है भनेर अब जति भएको अब घाटा लाग्यो भने पनि जे हुन्छ सम्झिँदा चाहिँ कस्तो हुन्छ ठिक हुन्छ होला त्यो चाहिँ व्यापारीको चाहिँ लोभी हुन्छ नि हो व्यापारी लोभी हुन्छ त्यो चाहिँ आफूले आफैलाई नै होइन सन्तुष्टि माग्नु पनि पर्छ कहिलेकाहीँ यसो हुन्छ अब कहिलेकाहीँ आफूलाई काम पर्दा पनि बन्द गरेर हिँड्नु पनि पर्छ मान्छे आफ्नै पोस भए सजिलो भयो सजिलो भयो त्यत्रो धेरै तपाईँलाई के भने अर्काको अन्डरमा त हुँदैन नि त तपाईँलाई अहिले के आवश्यक पराउनु के त सटो तान्थ्यो हिँड्ने त अर्कोसँग भए दुनियाँसँग गएर होइन कुरा मिलाएर अब यो गरिदिनु भन्ने एउटा अनुरोध गर्नु पर्थ्यो भने आफ्नो यो आफ्नो जस्तो लाग्छ आफ्नो घर मलाई पनि यो अरूभन्दा यो पेसा चाहिँ सबैभन्दा सामान्य तरिकाले पनि निकै ठुलो कमाइ हुन्छ जस्तो लाग्छ है सिधा कुरा सिप कुनै पनि सिप भनेको सिग्नेचर भनेको अलिकति होइन तर थोरैले धेरै नाफा गरिन्छ दिनमा तपाईँले कतिजना कपाल काट्नुहुन्छ त यसको गाँठी कुरा आफै भन्नुपर्दा सम्झिँदा आयो भने लगातार रूपमा आयो खाना खाने 1 घन्टा कटाएर लगातार आयो भने 30 जना काटिन्छ होइन 30 जना भनेपछि त्यसमा पनि छोडिदिनु 20 जनै भयो भने पनि अनुमानित 2000 को अब बढेसको 150 को हिसाब गरियो भने धेरै भयो होइन जे होस् 3000 कमाइरहेछ त मैले धेरै यसो 330 डेली 2025 त म त्यस्तो 2000 त देखिँदै मैले सकिँदैन कहिलेकाहीँ दसैँ तिहारमा भन्ने अर्कै कुरो हुन्छ अब यस्तो छ भनेको 12-13 जना त्यसो भनेपछि रेडी गर्दा यसो 1500 2000 चाहिँ अब कतै नजाने रहेछ महिनाको 40,000 समथिङ ठिक छ